नमस्ते सेवा वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठिकै छु। आज चाहिँ म यतातिर नयाँ ठाउँतिर यसो घुमफिरमा आएको छु। ग्याजहरू के कस्तो लाग्छ होइन टक्कसँग भिडियो हेर्दै गर्नुपर्छ। यतातिर यस्तो नयाँ ठाउँहरू छ है साथी। अनि यतातिर चाहिँ ल खतरा दामी ठाउँहरू छ हेर्न सक्नुहुनेछ। ल यो हो हाम्रो नयाँ ठाउँ, नयाँ गाउँ। यतातिर चाहिँ हाम्रो एकदमै घुमफिर भइरहेको अवस्था हो। गाछहरू भने यता किराहरू पनि देख्न सक्नुहुनेछ होइन साथी हो। यो बाटो चाहिँ कहाँ जाने बाटो हो होइन, उँभोले जाँदो रहेछ, उता पनि जाँदो रहेछ। यो चाहिँ अहिले सेती खोला हो होइन। सेती खोला चाहिँ यस्तो छ है त साथी हो। ल टक्कसँग देख्न सक्नुहुनेछ। म चाहिँ यति बेला टक्कसँग यहाँ आएर यसो होइन घुमफिर गरिरहेको छु साथीहरू। यता देख्न सक्नुहुन्छ यो हो वीरेन्द्र गुफा जाने रोड। यहाँबाट चाहिँ जाँदो रहेछ होइन। यति बेला चाहिँ अब जाउँ होइन, पुग्छ पुग्दैन थाहा भएन र यसो हिँडुल गर्दै चाहिँ जानुपर्ने हुन्छ यहाँदेखि चाहिँ होइन। टक्कसँग यहाँबाट पैदल यात्री भनेर चाहिँ 15 मिनट लाग्छ अरे। कहाँ भन्दाखेरि चाहिँ वीरेन्द्र गुफा जाने बाटो चाहिँ यो हो साथी हो होइन। अब हिँड्दै जाउँ क्या अरे होइन। भने यतातिर चाहिँ होइन खोलाहरू छ। यता सेती खोला हो। गाछहरू देख्न सक्नुहुन्छ। यो पहाडीको दृश्यहरू पनि हामीले देख्न सकिन्छ साथी हो। ल हिँड्दै जानु पर्यो होइन। यसो टक्कसँग यहाँबाट सुइँ जानुपर्छ के हो त्यो डिलमा। आमामामा यता पनि हेऱ्यो उता पनि हेऱ्यो, बिचमा के हो त चौर जस्तो यहाँ। त्यहाँ जानुपर्छ क्या हो। बाटो छैन है। बाटो भए त म टक्कसँग त्यहाँ पुग्थेँ होला हौ यति बेला त होइन साथी हो। हो यो बाटो चाहिँ माथि वीरेन्द्र गुफा जाने बाटो भने यो बाटो चाहिँ उदो लाग्ने बाटो हो, ओह्रालो होइन। टक्कसँग अब ओह्रालो लाग्नु पर्यो। तर यस्तो चिप्लिन्छ कि भन्ने पो रहेछ यहाँ त है। कस्तो डर पो लाग्छ कि हो यार यहाँबाट जाने त यार। देख्न सक्नुहुन्छ र यो माथिको चौर जस्तो छ होइन। यो बाटो कहाँ पुग्छ, कुन ठाउँमा पुग्छ थाहा छैन होइन। त्यही पनि अब हिँड्दै जाने। यो पर पनि एउटा उ रहेछ पुल होइन। अनि यता पनि देख्न सक्नुहुन्छ टक्कसँग पुल रहेछ होइन। अब जाउँ होइन कहाँसम्म पुगिन्छ भन्ने कुरो हो। अब हिँड्दै जानुपर्छ यस्तरी होइन टक्कसँग त्यो साथी हो। यहाँबाट चाहिँ अब पुल तरेर जानेछु उतातिर होइन, पहाडीतिर जानेछु। अब हिँड्दै जाउँ होइन। जानु पर्नेछ त्यो पुलतिर चाहिँ होइन। यस्तो बब्बाल पुलहरू हुन्छ कि यस्तोमा। अनि यता चाहिँ फिसिङ यानि कि माछा मार्नेहरू पनि रहेछ होइन। बब्बाल देखिन्छ है। यस्तो दामी देखिन्छ कि यतातिर चाहिँ। ल हो हावा पो खतरा हुँदो रहेछ पुलमाथि त साथी हो। माछा मार्दै हिँड्नुपर्छ के यो खोलै खोला टक्कसँग दिउँसोभरि माछा मार्नुपर्छ के यतातिर जप्पसँग हो खोलाहरू हेरौँ। खोलाको बगर है त्यसको बाजुलाई होइन। यो माथिको चाहिँ सबैभन्दा लामो पुल अरे के। अनि यो चाहिँ छोटा पुल हो त्यसै भन्छन्। यहाँ सुन्नमा चाहिँ त्यस्तो आएको छ है। अब हेर्दै जाउँ होइन। हिँड्दै आएको त यस्तो पसिनै भयो त। अलिक गर्मी जस्तो पो भयो त यतातिर त। यस्तो बाटो छ होइन। यो हिँड्नु गरेको अवस्था हो साथीहरू। हल्का अब हरियाली हुँदै जाँदैछ होइन यतातिर रहेछ है। हेर्न सक्नुहुन्छ बबाल छ ठाउँहरू यतातिरको। ल यो चाहिँ होइन सबैभन्दा लामो पुल अरे यताको है। टक्कसँग यता म चाहिँ जाँदैछु अब है। अब यहाँबाट देखाउन गइरहेको छु के देखिन्छ, कस्तो दृश्यहरू देखिन्छ होइन। हेरौँ ल। ओ खतरा देख्दो रहेछ आम्मामा होइन। बस साथीहरू म चाहिँ टक्कसँग सबैभन्दा लामो पुलमा आइसकेको छु र
यो खोलाको नाम चाहिँ काली खोला भन्दो रहेछ है साथीहरू। यतातिर देख्न सक्नुहुन्छ, यतातिर कस्तो छ, एकदम दामी छ, बब्बा लाग्यो मलाई चाहिँ होइन दृश्यहरू। मजा अघि यस्तो बाटो हुँदै यस्तो क्रसिङ आएर यता माथिबाट चाहिँ होइन टक्कसँग यता छिरेको छु। अहिले चाहिँ म ठ्याक्कै यहाँ छु भन्नुपर्छ है त साथीहरू। ल अब जाउँ माथिसम्म होइन, अलिक बिच बाटोसम्म जानै पर्यो नि त, के कस्तो हुन्छ भन्ने कुरो चाहिँ होइन यसो हिँड्नु पर्ने होइन। चाहिँ ढुङ्गा फुटाएको रहेछ नि, बब्बाल फुटाएको रहेछ नि त, ढुङ्गाहरू त खतरा फुटाएको रहेछ है साथीहरू। यो पुलको नाम चाहिँ भलाम पुल रहेछ है त साथीहरू। अहिले भर्खर थाहा पाएको, टक्कसँग यसो होइन हेरेको, टक्कसँग भलाम पुल रहेछ है साथीहरू। बल्ल बल्ल सबैभन्दा लामो पुल अरे होइन, लामो पुलमा पनि आइपुग्यो। अब हिँड्दैछ, ल जम जम जम। ल साथीहरू आजको लागि चाहिँ यति नै, फेरि अर्को भिडियोमा भेट्नेछौँ भन्दै अब